संसार सहयोगी दाताहरूलाई चाहिँ के भन्न चाहन्छु भने भरिसके उहाँहरूले सहयोग गरेर बचाइदिनुहोस्, सहयोग गरेर सबैजनाले देश विदेश फोन भएर आउनुभयो। सबै नेपालीहरूले आफ्नो मान्छे आफ्नो आफन्तहरू चौकस होस् होइन, हजुर सहयोग गरिदिनुहोस् भन्ने मेरो अपेक्षा राखेको छ। नमस्कार दर्शकबिन, म गणेश गुरुङ, हाम्रो संसार युट्युब च्यानलको सञ्चालक। दर्शकबिन, यसै गरी अहिले बेल्डाङ्गी 3 को A3 182 हटमा म गोमन गुरुङ दाजुको घरमा आइपुगेको छु। र दर्शकबिन, प्रत्यक्ष गोमन दाजु हुनुहुन्छ र दाजु भाउजू नै हुनुहुन्छ। र दर्शकबिन, उहाँको चाहिँ वास्तवमा के भएको उहाँले मलाई निकै एक हप्तै भयो भाइ आइदिनु सहयोगको एउटा भिडियो बनाइदिनुहोस् न भनेर म यहाँ बेल्डाङ्गी 3 को A को 182 हट नम्बरमा आइपुगेको छु। र नमस्कार दाजु। नमस्कार। वास्तवमा के भएको र किन चाहिँ यो भिडियो बनाउनुको विशेष कारण चाहिँ के हो, जुन यो भिडियो हाम्रो संसार युट्युब च्यानलको मार्फत हजुरले के भन्न चाहनुहुन्छ? मेरो खासै भने मुटुको समस्याबाट हजुर यस्तो त्यो भल्भ चाहिँ ड्यामेज भएको कारणले गर्दाखेरि सुन्निएर फेरि ड्यामेज भएर त्यो भित्रको भल्भमा चाहिँ दुलो परेको कारणले गर्दाखेरि अनि अब त्यसलाई चाहिँ यहाँ मिसिन विराटनगरमा मिसिन नभएको कारणले काठमाडौँ जानुपर्ने, अनि काठमाडौँ जानुलाई चाहिँ अभाव, खर्चको अभाव। हजुर सबैभन्दा खर्च धेरै लाग्ने, अब 3.5-4 लाख रुपियाँ पैसा लाग्छ भनेपछि अब खर्चको अभावले गर्दा अहिलेसम्म जानु सकेको छैन। डक्टरहरूले अगाडि नै रेफर गरिदिइसकेको छ, रेफर गरिदिइसकेको छ। हजुर, त्योभन्दा अगाडि चाहिँ के चाहिँ गर्नुभयो तपाईँले? जस्तै यो हात पनि कालो कालो भएर सुनिएर सुके जस्तो लाग्दैछ होइन? अहिले त यो सबै घटेर 4 लाख सिलिक टाकटुक गइगयो हो। यो दबाई चलाउँदै दबाई रिएक्सन भएर हजुर सुनेर चाहिँ यत्रो हुनुभयो। हजुर, अनि यो त्यो मुटुको दबाई चाहिँ बेसी चलाएर बेसी त्यो मुटुको दबाईले यो गरेर चाहिँ उसलाई सबै रिएक्सन भयो। अनि मुटुको दबाई रोकेर चाहिँ छालापट्टि उपचार गर्नु थाल्यो। हजुर, अनि छालापट्टि उपचार गर्दा गर्दै उसको किडनी कलेजो सबै हानिदियो। हजुर, किडनी पनि ड्यामेज गर्यो, कलेज दोडै किडनी ड्यामेज भएको, सबै ड्यामेज भयो। यो मुटुको दबाई अनि त्यहाँबाट उता रोकेर यता गर्दा गर्दै फेरि सुन्निनु भयो। हजुर, अनि सुन्निएर चाहिँ अनि फेरि घट्ने दबाई लाएर हेर्दा चाहिँ मुटु त्यो भलमा पुरै पल देखियो। अनि त्यो पल देख्दै चाहिँ अब डक्टरले भन्नुभएको थियो अब 1 महिनासम्ममा हेरौँ अनि चाहिँ जाउँ भन्नुभएको थियो। अनि 1 महिनाको डेट दिएर पठाउनु भएको थियो। 1 महिना थाम्नु भएन, 14 दिनमा नै साह्रो भइगयो। अनि त्यो साह्रो हुँदै गर्दाखेरि लाँदाखेरि अनि फेरि इक्यु गरेर हेर्दा चाहिँ यसको झन् ठुलो पल देखियो। अब चाहिँ सकिँदैन, यहाँ गर्न सकिँदैन, अब चाहिँ अझै उता काठमाडौँ पुर्याउनु पर्छ भनेर त्यही रेफर दिनुभयो। अनि अब हामीसँग त खर्च छैन, मैले भएको जति खर्च त मैले त्यहाँ नै सकेँ। पैसा त मैले अगाडि नै सकिसकेको थिएँ। हजुर, अब मसँग पैसा छैन, अब लाने पैसा अब हप्ता दिनको म्याद दिनु, हप्ता दिनमा अब खर्च जुटै सर भएछ भने लान्छु, घरमै राख्छु भने त्यहाँदेखि त घरमै खर्च। अनि रेफर चाहिँ गरिसकिदिनु भएको छ, हप्ता दिनसम्ममा पुऱ्याएर चाहिँ यो टालिसक्नु भन्नुभएको छ। कहाँ उहाँ काठमाडौँ गङ्गालाल टिचिङ हस्पिटलमा चाहिँ लानु भन्नुभएको छ। अनि आफ्नो आफन्तहरूले पनि मलाई लाग्छ उहाँहरूले सहयोग गरिसक्नु भएको छ होइन? र यो आउँदो अब फेरि पनि अब उहाँहरूले गरिसक्नुभयो र पनि नसकेको खण्डमा उहाँहरूले बा हजुरहरूले होइन अझै सहयोग पनि सङ्कलन गरिराख्नु भएको छ क्याम्पमा है। अनि त्यहाँदेखि अझै अब जुन यो भिडियो हाम्रो संसार युट्युब च्यानलको भिडियोमा हेर्नुहुने सहयोगी दाताहरूलाई के भन्न चाहनुहुन्छ तपाईँ? सहयोगी दाताहरू त के भन्न चाहन्छु त, सहयोगी दाताहरूलाई चाहिँ के भन्न चाहन्छु भने भरिसके उहाँहरूले सहयोग गरेर बचाइदिनुहोस्, सहयोग गरेर सबैजनाले देश विदेश फोन भएर आउनुभयो। सबै नेपालीहरूले
आफ्नो मान्छे आफ्नो आफन्तहरू जो कोही होस् होइन हजुर सहयोग गरिदिनुहोस् भन्ने मेरो चाहिँ अपेक्षा राखेको छु आन्टी अब के भन्नुहुन्छ त अनि होइन सहयोगी तपाईँ पनि आफ्नो आफन्तहरूले त सहयोग गरिसक्नुभयो र अझै थप सहयोगको लागि के अब आफ्नो आफन्तले त सहयोग गरि पनि सक्नुभयो अब यहाँदेखि त कति पो गर्नुहुन्छ उहाँहरू त्यसो अगाडिदेखि उहाँहरूले सहयोग गरेर आउनु भएको थियो अब यता सहयोगी दादाहरूलाई चाहिँ के भन्छु भने अलिअलि सहयोग पायो भने उसको ज्यान बच्छ कि भन्ने त्यो आशा ए अझै थप सहयोगको लागि थप सहयोग आएर उसलाई अब उपचार गर्नु सकेछ उसको भल टाल्नु पायो भने ऊ बच्नु सक्छ नभए उसको ज्यान रहँदैन ए अब एक्ज्याक्ट कहिले चाहिँ अब जस्तै सहयोग सङ्कलन भए भने कहिले चाहिँ लानुहुन्छ त हस्पिटलमा अब के अरे सहयोग यो भयो भने त अहिले तत्काल लगिहाल्नु पर्ने छ उहाँलाई किनकि दिनै उसलाई झन् साह्रो पारेर रातभरि सुत्नु सक्नुहुन्न अहिले पनि देखेँ होइन फुकिराख्नु हुँदो रहेछ बोल्न फुकी लागेर दम बढेर अलिकति बोल्नु हुँदैन अनि त्यो भएर अब अलिक छिट्टो चाँडो गर्नु भने चाहिँ चाँडो ठिक हुन्छ कि त्यो काठमाडौँमा लाँदा चाहिँ वास्तवमा के को चाहिँ उपचार गर्नुहुन्छ अरे जस्तै मुटुको कि किडनीको मुटुको चाहिँ ए त्यो भल्भ चाहिँ हजुर त्यो मासु हुँदो रहेछ त्यो मासु चाहिँ अब सकिसक्यो हजुर त्यसलाई चाहिँ अब उहाँ लगेर राखेर त्यो खाने किरा मारेर चाहिँ त्यो टाल्नु पर्ने त्यसलाई त्यो मासु लाउनु पर्छ मासु लाउनु सानो टिका हुँदो रहेछ आँखाको रानी अनि हाम्रो मेन भल्भ चाहिँ अनि त्यसमा चाहिँ मासु लाएर मासु भरेको हुँदो रहेछ त्यो मेरो चाहिँ के भयो त भन्दा त्यो भल्भलाई चाहिँ त्यो जुन मासुलाई चाहिँ किराले खाएर टोर्का पारेर सकिनहाल्यो त्यो अनि हिजो अस्ति गएर हेर्दाखेरि चाहिँ निकै ठुलै भयो अब देखायो मलाई डक्टरले तपाईँको यस्तो भएको छ भनेर डक्टरले देखाउनु नि भयो ए अनि अब जसले कहिले पनि यो भिडियो हेरेर होइन उहाँले हेरेर सेयर चाहिँ होइन सहयोगी दाताको हातसम्म यो भिडियो पुर्याइदिनुहोस् भनेर उहाँ दर्शकहरूलाई 2 शब्द राखिदिनुहोस् न तपाईँले सहयोग गरेर उसको ज्यान चाहिँ बचाइदिनु हुन्छ कि भन्ने इच्छा राख्छु हुन्छ